खोलियो सुशीला कार्की र सुदन गुरुङको नालीबेली। आयोगले छत्ताछुल्ल पारियो, मच्चियो ठुलै खल्ली बल्ली। दोस्रो पटक गृहमन्त्री बन्ने दाउ हेरेका सुदनलाई रातो झण्डा। आमा भन्दा रिसाएकी पूर्व आमा सुशीला कार्की माथि पनि सोझियो कारबाहीको डण्डा। बालेनको आशीर्वाद पाम्ला र दोस्रो पटक गृहमन्त्री बनम्ला भनेर मुख मिठ्याएर बसेका पूर्व गृहमन्त्रीको मन अमिलो हुने भएको छ। उता सुदनलाई छोरै मानेकी सुशीला आमालाई पनि बुढ्यौलीमा ठुलै वज्रपात हुने देखिएको छ। जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारमा यी दुईको जोडी खुबै गजबको देखिएको छ। नागरिक सरकारको प्रधानमन्त्री बनेपछि त सुशीला कार्कीको खुट्टै समाएर निहुरिएर सुदन गुरुङले ढोगी दिएका थिए, तर अब यी आमा छोरालाई ठुलो संकट पर्ने देखिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुदन गुरुङ सहित दर्जनौं उच्च पदस्थ व्यक्ति, अभियन्ता र सेलिब्रिटीहरूमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। गत भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्दै आयोगले उनीहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। आयोगकी सदस्य डाक्टर लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा आयोगले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्रचार गर्दै दोषी देखिए कडा कारबाही गर्न सिफारिस गरेको छ। आयोगले भदौ 23 र 24 गतेको हिंसात्मक घटनामा उल्लेखित व्यक्तिहरूको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहे नरहेको बारे सूक्ष्म अनुसन्धान गर्न माग गरेको छ। विशेष गरी उनीहरूले दिएका सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालका पोस्टहरूले प्रदर्शनकारीलाई आक्रोशित र उत्तेजित बनाएको हो कि भन्ने विषयमा अनुसन्धान केन्द्रित गर्न सिफारिस गरिएको छ। प्रतिवेदनमा भनिएको छ, निजहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित भई सार्वजनिक शान्ति र सुव्यवस्था खलल पुगेको वा दुरुत्साहन भएको सम्बन्धमा अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नु। आयोगले सिफारिस गरेका नामहरूको सूची लामो र प्रभावशाली छ। यसमा पूर्व प्रधानमन्त्री सुशीला कार्की र तत्कालीन हामी नेपालका अध्यक्ष र पूर्व गृहमन्त्री सुदन गुरुङ मात्र होइन, नागरिक समाजका अगुवा, सांसद र चर्चित कलाकारहरू समेत परेका छन्। कारबाही र अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएका अन्य प्रमुख व्यक्तिहरूमा हरि ढकाल, मनिष झा र ज्वाला सङ्ग्रौला लगायत छन्। माथि उल्लेखित नामहरूलाई रवि लामिछानेलाई जेलबाट भगाउन लागि परेको र भगाएको आरोप लागेको छ। स्वयं रवि लामिछानेलाई पनि सबै कैदी बन्दीलाई भगाउन मद्दत गरेको आरोप लागेको छ। गणेश कार्की, ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, दुर्गा प्रसाई, भीम उपाध्याय र डाक्टर तोशिबा कार्की माथि पनि अनुसन्धान गर्न माग गरिएको छ। त्यस्तै सेलिब्रिटी र इन्फ्लुएन्सर निश्चल बस्नेत, सिसन बानिया, आस्तिका तामाङ, भाग्य न्यौपाने, केपी खनाल र जेरी ताम्राकारलाई पनि जेनजी आन्दोलन उत्तेजित पारेको भन्दै कारबाही अगाडि बढेको छ। यी बाहेक राजपरिवार सदस्य हिमानी राज्य लक्ष्मी माथि पनि अनुसन्धान गर्न भनिएको छ। शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर आन्दोलनलाई हिंसात्मक हुन दिएको र घुसपैठ रोक्न आवश्यक पहल नगरेको भन्दै आयोगले आयोजक संस्था हामी नेपालका तत्कालीन र पूर्व गृहमन्त्री अध्यक्ष सुदन गुरुङ, पुरुषोत्तम यादव, सबल गौतम र अंकित मल्लमाथि गम्भीर अनुसन्धान गर्नुपर्ने बताएको छ। आयोगका अनुसार राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदन र सामाजिक सञ्जालमा उनीहरूले प्रदर्शन पूर्व र पश्चात गरेका पोस्टहरूलाई आधार बनाइएको छ। आयोगले अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिहरूको स्वच्छ सुनवाईको हक सुनिश्चित गर्न समेत सरकारलाई सचेत गराएको छ। जेनजी प्रदर्शनको नाममा भएका गतिविधिहरूमा कसको दुरुत्साहन थियो र कसले कानून हातमा लियो भन्ने कुरा प्रश्न हुनुपर्ने आयोगको भनाइ छ। यो सिफारिसले नेपाली राजनीति र नागरिक आन्दोलनका क्षेत्रमा ठूलो तरंग पैदा गरेको छ। एकातिर मानव अधिकारको रक्षाको विषय उठेको छ भने अर्कोतिर अभिव्यक्ति स्वतन्त्रता र दुरुत्साहन बीचको लक्ष्मण रेखा बारे नयाँ बहस सुरु भएको छ। बालेन सरकारले यो सिफारिसलाई कसरी कार्यान्वयन गर्छ भन्ने कुराले आगामी दिनमा बालेन सरकारले चाल्ने कदममा नै निर्भर रहनेछ।